नमस्कार दर्शकवृन्द, म शिवानी छेत्री साथै सम्पूर्ण दार्जिलिङ टेलिभिजनको तर्फबाट रामनवमीको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अहिले म बजारको बीचमा अवस्थित बडा ठाकुरबाडी मन्दिरमा यहाँ उपस्थित भएकी छु र रामनवमी महोत्सव समितिद्वारा आयोजित भगवान रामको जन्मदिन यहाँ भव्य रूपमा मनाइरहेको छ भने आज यहाँबाट शोभायात्रा निकालिनेछ अनि त्यो शोभायात्रा बजारको परिक्रमा हुँदै चौरस्ता पुगेर एउटा कार्यक्रम हुनेछ। त्यसपश्चात फेरि महाकाल मन्दिरमा गएर समापन कार्यक्रम रहेको छ र आजको यस शोभायात्रामा तपाईहरू पनि जुड्नुहोस्, हेर्दै गर्नुहोस् दार्जिलिङ टेलिभिजन। शिवे सर्वाणि साधिके शरणत्र्यम्बिके गौरी। अच्छा, आज अब हाम्रो यहाँ केही पछि आरती हुन्छ। आरती भएर पूजा अर्चनाहरू भइसक्यो है, आरती हुन्छ। त्यसपछि हामीले झाँकीको कार्यक्रम, रामलल्लाको स्ट्याचुको कार्यक्रम, डिजे यो बाटो भएर थाना हुँदै यहाँ डिएसपी अफिस भएर यहाँबाट सिधै बिस्तारो स्लो मोसनमा जज बजार हुँदै ल्याडेन्डर रोड हुँदै चौरस्तासम्म पुग्नेछौँ। चौरस्ता पुग्दा हाम्रो करिब 2 बजे अपराह्न हुनेछ। त्यहाँपछि चौरस्तामा सानो प्रोग्राम छ नानीहरूको है, झाँकी जो बनिएको छ उनीहरूकै प्रोग्राम छ, रामलीलाको प्रोग्राम छ। त्यसपश्चात यो सबै प्रोसेसन फेरि हामी महाकाल मन्दिरमा गएर समापन गर्नेछौँ। त्यहाँ पनि पूजा अर्चना वन्दना हुनेछ। त्यसपश्चात भण्डाराको कार्य पनि गरिदिएको छौँ सम्पूर्ण भक्तजनहरूलाई र उहाँहरू भण्डारा लिए पश्चात आफ्नो आफ्नो गन्तव्य स्थानतिर जानेछ। यो चैत्र नवरात्रिको 9 दिनसम्म नै पूजापाठ भयो है, सो यसको बारेमा तपाईँहरूलाई सहयोग गर्नुहुने के व्यक्तित्वहरूको नाम या त के लिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? आज हाम्रो जुन चाहिँ यो कार्यक्रम रामनवमी शोभायात्राको कार्यक्रम विगत 3 वर्षदेखि भइराखेको छ र यो नवरात्रमा पनि यो मन्दिरमा पूजा अर्चना हुँदैछ र हाम्रो रामनवमीमा चाहिँ विशेष गरी अब आजको दिन यो यसको महत्त्व छ। यसमा हाम्रो संस्थाहरूले यसमा हामीलाई हेल्प गरिरहेको छ। जस्तो भण्डारामा हाम्रो माथि मन्दिरको महाकाल मन्दिर परिचालक समितिले उहाँहरूले हाम्रो यो भण्डाराको व्यवस्था हेर्नु हुँदैछ। यहाँ तल हाम्रो शक्तिधाम, युनिक धाम, यो तपाईँको नागेश्वर धाम, यसरी जुन चाहिँ मन्दिरहरू छ, हाम्रो ठाकुरबाडी, माथिको महाकाल मन्दिर, यो सबैले मिलेर नै यो एउटा यो आयोजना गरिएको हो र यो आयोजना अहिले हामी गरिराखेका छौँ। अब यो हामी आफ्नो गन्तव्य स्थानको लागि प्रस्थान गर्नेछौँ र सबै भक्तजनलाई आजको दिनमा यो रामनवमीको हार्दिक शुभकामना दिन्छौँ। सबैलाई थाहा छ आज रामजीको जन्मदिन हो र सबैले आफ्नो आफ्नो घरमा पकवान बनाएर खानुहोस्। यहाँ पनि प्रसादको व्यवस्था छ र यो सहयोगको लागि सबैलाई म धन्यवाद दिन्छु, किन सबैको सहयोगले नै यो कार्यक्रम सफल हुनेछ र मलाई आशा छ कि हामी यस कार्यक्रममा आफ्नो जुन चाहिँ लक्ष्य लिएर हिँडेको छु त्यो लक्ष्य पूरा हुनेछ। यही विशेष मेरो भनाइ छ।
सम्पूर्ण हिन्दू धर्मी हाम्रो हिन्दू समाजलाई र पहाडका सम्पूर्ण हाम्रा जनसाधारणलाई रामनवमीको दिन शुभकामना शुभेच्छा र राम भगवानको आशीर्वाद बनिरहोस् र सबैलाई सद्बुद्धि दियोस् र सबलाई सद्भावनाको एउटा सन्देश म दिन चाहन्छु। आज रामनवमीको उपलक्ष्यमा पहाडवासी अनि सबै भक्तजनलाई सनातन धर्म सबलाई म रामनवमीको उपलक्ष्यमा शुभकामना दिन चाहन्छु।